Good morning. Welcome to Life Rolling. र सबैजनालाई स्वागत छ आजको फेरि नयाँ भिडियोमा र अहिले राइट नाउ म चाहिँ छु हाम्रो माथि होस्टेलमा र आज चाहिँ हामी जाँदैछौँ लाठपन्चर लास्ट टाइम हामी गएको थियो गिडाब्लिङ नानीहरू लिएर सो दिस टाइम अराउन्ड हामी चाहिँ जाँदैछौँ अब लाठपन्चर आज अन्डर 10 अन्डर 13 र अन्डर 15 को नानीहरू लिएर हो सरहरू सबैजना रेडी भइसकेको छ सो नानीहरू पनि आइसकेको छ हो गुड मर्निङ एभ्रिवान गुड मर्निङ डबल आरव हेलो गाइज गुड मर्निङ है सक्छक नगरे अहिले फेरि मार्छ है गुड मर्निङ खै यता को छौ सबैलाई गुड मर्निङ छ है ल यता को पछाडि लुक्ने ए पाल्दैन किन लुकेको ल सबैजना नानीहरू चाहिँ आइसकेको छ र अब हामी चाहिँ एकछिनमा मुभ गर्ने ओइ फुटबल खेल्न आएको कराटे खेल्न आएको तिमीहरू अब तिमीलाई म कुम्बु खेलाउँछु अहिले मैले र एकछिन अब गाडीमा आएको छैन हो गाडीमा आएपछि हामी चाहिँ त्यहाँ चाहिँ मुभ गर्ने ओके सो हाम्रो गाडी चाहिँ आइसकेको छ हो हजुर ओके र हाम्रो यहाँ गाडी चाहिँ दुईवटा गाडी अलरेडी गइसकेको छ र यहाँ चाहिँ हाम्रो नानीहरू सबै लिएर सरी छ लु हामी चाहिँ अब यहाँबाट हो माथि ढिलो भयो 8 बजी भनेको थियो हो तलबाट अब मात्रै हुन्छ भर्खर हाम्रो प्रतीक र तेजस पनि आइपुग्यो तलबाट हामी यिनीहरू सबभन्दा टाढो सबै ठिकै छ ल फेरि आज मजा गर्नु अस्ति जस्तो ल सबैजना ल ओके यहाँ को छ नाम भन्नु त को छ यहाँनिर ए एकजना नाम भन्नु त को छ को छ सबै भनिराख मलाई अरू को छ सिधा को छ अरू एमए मार्टिनेस पनि छ ल 10 मिनट र हामी चाहिँ जस्ट अहिले टिस्टा आइपुग्यो यहाँनिर नि टिस्टा वेदर चाहिँ आज त्यस्तो राम्रो भएन हो धुम्बो भयो पानी पऱ्यो हो तर पनि नानीहरूको जोस कायम छ दिन चाहिँ आज खराब भयो बा चाहिँ बोरिङ भयो दुईवटा एक्सिडेन्ट भइसक्यो देखिसक्यो अघि एउटा माथि 3 माइल मुनि हो यहाँनिर आज एउटा यहाँ यस्तो भएछ बेलुका निन्द्रामा यो पनि झर्दै रहेछ नि दा यहाँ पनि हेर नि माटोहरू यहाँ पनि निकै झर्दै रहेछ नि हेलो अहिले यहाँनिर रम्बी बजार आइपुग्यो हो दादालाई चाहिँ अलिकति चिप्सहरू भनिरहेको थिएँ मैले आरबलाई भोक लाग्यो भनेर दादा थानामा होला एकछिन स्लो गरिदिनुहोस् न थाना अगाडि अब हामी चाहिँ बल्ल ब्रिगडर आइपुग्यो र अब हामी यहाँदेखि चाहिँ राइट कालीझोडाबाट चाहिँ बाटो बन्द भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ अब यो बाटो जान्छौँ उकालो लाठपन्चर बाटो सानो छ म पनि फर्स्ट टाइम हो यो बाटो हिँडेको यहाँबाट सिधै गयो भने चाहिँ सिलगढी र हामी चाहिँ अब उकालो फिलिङ गुड नाउ हल्का ज्वरो आउँदै थियो यसलाई हो बडाला भनेर उयो किनि माग्थेँ बाटो चाहिँ यस्तो रहेछ बाटो त नि म फर्स्ट टाइम हो म पनि त्यो बाटो बाटो हेभी स्टिफ रहेछ नि त पानी चाहिँ बाटो चाहिँ स्टिफ हेलो चन्द्र दादा आउनु भएको हो क्या पहिला तपाईँ मरौमा आएको ए हो अलिक बढा साँगुरो थियो नि
जान्छ जाने तर त्यो स्टेज रहेछ भनेर चाहिँ यहाँनिर चाहिँ भ्यान पो जान्छ यौ मलाई त्यस्तै लाग्यो यहाँ चाहिँ एक नम्बर हालेर होइन सुकाल त्यस्तो छैन रहेछ यस्तो चाहिँ हुँदैन नि बाटोमा पहिरो छ भने चाहिँ गाडी त गाह्रो परिहाल्छ सानो गाडी लाग्छ सानो त्यो पनि प्लस आज धन्न त्यो हिलो चाहिँ छैन रहेछ नि हिलो भयो भने त झन् बिजोक भइहाल्छ नि ओके आराम से हामी चढ्यो उकालो आउँछ होला हौ आउँछ होला त अहिले आलगढा भन्ने जग्गा आइपुगेछौँ हो यहाँनिर हो नाम पोखरी पनि रहेछ सेल्पु बजार सिटोङ बेगडा कालीझोडा दार्जिलिङ सिलगढी कालिम्पोङ यहाँनिर चाहिँ टिकट काउन्टर सिक्किम प्लान्टेसन रहेछ यता ओह्रालो नि ओके सो हामी चाहिँ अब ओह्रालो लाँदो रहेछ यहाँबाट धेरैवटा जग्गा पुग्दो रहेछ 11:10 भएछ र हामी चाहिँ अलमोस्ट पुग्यौँ लाटपन्चर चाहिँ पुग्यौँ तर जुन चाहिँ ग्राउन्ड छ त्यो चाहिँ पुगेको छैनौँ हो यहाँनिर रहेछ नि त मेन जोइन चाहिँ यो चाहिँ कालीझोडाबाट आउने ल उकालो गयो होला दा उकालो ओके यहाँबाट चाहिँ ए यो रहेछ नि त वेलकम टु लाटपन्चर ए अस्ति एउटा भिडियो हेरेको थिएँ नि मैले यहाँको यस 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 त्यो कालीझोडाबाट आउने चाहिँ यहाँ हो हामी चाहिँ ओह्रालो फेरि हामीलाई कालीझोडाबाट छिटो हुने खास कालीझोडा छिटो नि ग्राउन्ड चाहिँ उता होला हो दा ग्राउन्डमै पुग्छ ग्राउन्डमै पुग्छ गाडी अलिक पल्लोपट्टि राख्नु कि ग्राउन्डमा जान्छ हजुर ओके 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 सो हामी चाहिँ अब यहाँनिर एकछिन गाडी चाहिँ राख्ने कहाँ हो त्यहाँदेखि चाहिँ हामी ग्राउन्ड जाने बल्ल आइपुग्यो हामी चाहिँ हाम्रो नानीहरू सबैजना आइपुग्यो दिब्बम कति अरे नि यहाँदेखि कहाँ हो कहाँ तल उतै तल यहाँ दाजुहरू अल्छी लाग्दो भयो दुईजना होइन के भएको लु दैलोहरू बन्द गरेर लु जुमिन नानी हो सबै ठिकै छ उल्टी सुल्टी कसलाई भएन होला नि ओके लु लु गुसी गुसी न कसलाई गुसी गुसी ए छ्या 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 लु 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 ल अब हामी चाहिँ यता जानुपर्ने रहेछ सो अर्को गाडीमा आइपुग्यो हाम्रो यहाँनिर हो यसमा चाहिँ कतिजना नानीहरू छ रिमेनिङ यतानिर आज त आमा पार्टीहरू पनि आएको छ यहाँनिर हो आमा पार्टी बाउ पार्टी पनि आएको छ आज यहाँ को रहेछ हौ ए आमा पार्टी पनि छ आज त आज त ढुकै आमा पार्टी आएको छ हो के किनिदिइहाल्छ आज त आमा यो चाहिँ हाम्रो सिनियर रमे भाइ झर्ना अब ए झर्ना अन्त उहाँ खदा रेडी राखिरहेको छ ल आइज ल जुन झर नानी ए त्यहाँ बस है सबैजना ओके सो अझै एउटा गाडी चाहिँ आएको छैन प्रभादा र सुजन्दा चाहिँ हो अरू नानी सबैजना आइसकेको छ सबैजना त्यो छोडेर अर्को गाडीमा चढिस् है पछि ल ल हिँड सबैजना हिँड 1 2 3 4 5 म त फर्स्ट टाइम आएको आएको थिइनँ नि आज एम खेल्छ अरे हौ यसलाई पनि खेलाउनुपर्छ आज त हामी त ग्राउन्डमा आइपुग्यो सो यो चाहिँ ग्राउन्ड रहेछ यहाँको लाटपन्चरको त्यो सानो ग्राउन्ड मजाको ग्राउन्ड रहेछ है त्यो ग्राउन्ड रहेछ मैले हिजो मात्रै भिडियोज हेरेको थिएँ A few moments later. हाम्रो नानीहरू चाहिँ रेडी हुँदैछ अहिले यो चाहिँ अलिक बिमारी छ तर पनि अल गुड ठिकै छ नानी सबै नानीहरू आफ्नो बाउ चाहिँहरूले लाइँदैछ आज यहाँनिर आज म मात्रै सिङ्गल बाउ भएन यहाँ आज बाउहरू पनि आएको छ एकदम सपोर्टमा नानीहरूको यहाँ पनि छ अर्को हाम्रो पुडुको पापा अल गुड सबैजना स्टकिङ सबै यल्लो लागेको छ त ब्लू भनेको छ नि त म त ब्लुै बोकेर ओके नानीहरू सबैजना यहाँ रेडी भएर बसिरहेको छ हो यहाँ सँगसँगैमा चेयरअप गर्नु पनि लाग्छौँ हाम्रो आज दिदीहरूलाई आज चाहिँ ह्याप्पी चेयरअप गर्ने दिदीहरूलाई आज हो यहाँनिर
है सानो भाइ पनि रहेछ के हो नाम नाम के हो अबिक हो आई चला हल्का वार्म अप हुँदैछ नानीहरूको यतानिर अलिक क्लोज अलिक सानो बनाऊ खै जग स्ट्यान्डिङ होइन सो नानीहरूलाई यो सन 25 मा सेकेन्ड आउटिङ हो एज अ फ्रेन्डली भए पनि नानीहरूलाई यसो खेल्नु पाएर मजाले हो ओके बोट टिम स्माइल नानी यताबाट बिचबाट आउला बिचबाट यता बिचबाट आउन सो फर्स्ट प्लेयर छिटो handshake Mogam. यता आयो कि बल टच कुन साइड त्यो चेन्ज हो यता चेन्ज तिमीहरूको बल ल आउट अफ लेफ्ट उता ल ओके म चाहिँ माथि जान्छु अब Face the ball. Very corner. राम्रो good. मजा आयो. Let's ban bhai. Let's ban छिटो. राम्रो. छिटो good. राम्रो. के भयो? तिमी के हो त तिमी विंगर हो त टाढो टिपी उतामा जान्दैछौ त अन्त सो अहिले गेम कन्टिन्यू भइरहेको छ हो सेकेन्ड हाफ हुँदैछ 1-0 ले लिड गरिरहेको छ हाम्रो नानीहरूले सो गेम सकियो अब 2-1 भयो र 2 गोलले लाखबन्चर युनाइटेडले जित्यो यो फ्रेन्डली म्याच सम्पन्न भइसकेको अन्डर 12 कालिम्पोङ सिआरएफसी बनाम लाखबन्चर फुटबल युनाइटेड अन्डर 12 खुबै रोचक खेल हामीले यहाँ मनोरञ्जन लिन पायौँ जुन खेलमा लाखबन्चर युनाइटेड क्लबका अन्डर 12 का नानीहरूले कालिम्पोङ सिआरएफसी अन्डर 12 का नानीहरूलाई विजय हासिल गरेको छ सम्पूर्ण वेलकमका नानीहरूलाई हामी यसरी नै खुबै A few moments later. म फुल गेम चाहिँ खेल्दिनँ तिमी यो रेडी बल लु अल द बेस्ट बोट टिम अल द बेस्ट है चाहिँ माथि हुँदैछ हो नानीहरू चाहिँ यहाँनिर खाना खाँदै रहेछ खाना चाहिँ यहाँ रहेछ सबैजनाले सबैजना खाना खाँदै रहेछ ल गुड हो खै हाम्रो चाहिँ वैस ल मुनि हात थपाइ नानी गोल हाल्यो कति भयो 2-0 भएछ
अन्तिम खेला लाटपन्चर बनाम सेरएफसी गर्ल्सको विरुद्ध अब जुन चाहिँ छ त्यो हुन गइरहेको छ एकछिन पछि हो र नानीहरू चाहिँ अहिले यहाँनिर यसरी वार्मअप गर्दैछ गर्ल्सको टिम अहिले भर्खर भेटरेन खेलिसक्यो हो अब यहाँनिर केटीहरू खेल्दैछ होइन वार्मअप गर्दैछ जस्ट आज धेरैजना आएन नानीहरू किनभने कति 2 जग्गा गएको थियो एउटा खरसाङमा पनि थियो हो आधी यहाँ आयो ओके सो अन्तिम म्याच ताली दिएर यो टिमलाई स्वागत गर्नु होला सो यो अन्तिम गेम मनोबल अवस्था राखिदिनुहोस् भने हामी सबै मेम्बरबाट अनुरोध गर्दछौँ Fair play, all the best for team. Fair play, FIFA. No. Fair play. Side pada. ल Ball conjana de onjo back 1 2 3 win The best of luck. Game सुरु भयो अब हाम्रो Posta Dombe. Cheer up. Baku खा बाको जुस खा हो यहाँ सबै खिचिदिरहेको छु म त मलाई ध्यान चाहिँ बिमार भयो भने के खाएको थियो भनेको है यहाँ खुसी छ त आमा है को कुद्दै थियो ओके सो ल हाम्रो यो जुन चाहिँ गेम छ गर्ल्सहरूको त्यो पनि सकियो र हाम्रो गर्ल्सहरूले जित्यो यो गेम चाहिँ कति गोल भयो 5-2 7 हो 7-2 ले जित्यो र आजको अन्तिम खेला हाम्रो यो फ्रेन्डली म्याच एज वेल एज यहाँ लाटपन्चरको जुन चाहिँ क्याम्पको छ त्यसको क्लोजिङ डे पनि आज सो अब चाहिँ सक्यो यहाँनिर हो अन्त हाम्रा मसिना नानीहरूका स्पेसली प्यारेन्ट्सहरूलाई हामी लाटपन्चर युनाइटेड फुटबल क्लब साथै लाटपन्चर फुटबल एकाडेमीको सबै मेम्बरबाट हजुरहरूलाई हामी एकदम हृदयबाट धन्यवाद दिन चाहन्छु तपाईहरुले हामीलाई सघाउनु भएकोमा हामी सबै मेम्बरहरू एकदम तपाईहरुलाई धन्यवाद दिन चाहन्छौँ तपाईहरुको यो सानो हुन्छ अब सानो चीज हो तर यो चीजहरुमा पनि तपाईहरुको सानो सामानले पनि यो नानीहरुको फ्युचर बनाउनुमा नानीहरुलाई प्लेयर बनाउनुमा धेरै नै सहायता गर्छ एउटै बल होस् एउटै गिफ्ट होस् एउटै जर्सी होस् या बुटै होस् तर यो नानीहरुलाई हामीले तपाईहरुले दिनु भएर तपाईहरुको यो नानीहरुलाई भोलिपछि ठुला ठुला प्लेयर हुनुमा बन्नमा तपाईहरुको पनि हात रहनेछ हामी लाटपन्चर फुटबल एकाडेमी साथै युनाइटेडका सबै मेम्बरहरू साथै यी नानीहरू पछाडि भविष्यमा तपाईहरु सबैलाई याद गर्नेछन् र जति पनि हाम्रा स्पेशली आजको गेस्ट हाम्रा शेर फुटबल एकाडेमीका हाम्रा जति पनि कोचेस मेम्बर्स प्यारेन्ट्सहरू कालिम्पोङबाट आइदिनु भयो साथै नानीहरू गर्ल्स टिमहरू हामी सबै मेम्बरहरू तपाईहरुलाई एकदम धन्यवाद दिन चाहन्छु र यो सानो हाम्रो गाउँमा आएर तपाईहरुको नानीहरू
यहाँ हाम्रो नानीहरूसँग खेलिदिनु भयो मेरो नानीहरूले काफी इन्जोय गर्यो र हाम्रो सानो गाउँ हो यो हाम्रो लाटपञ्चायत यो हाम्रो लाटपञ्चायत हो र हामी कोसिस गर्दैछौँ हाम्रो सानो नानी भन्नलाई दिँदै हामी छोटो गइरहेछौँ त्यतिकै भएर अझ बेसी अगाडि होइन बजी अहिले 6:20 र फाइनली हामी चाहिँ अब सबैजना गाडीमा आइसकेको छौँ र नानीहरू चाहिँ दुईवटा गाडी चाहिँ अघि गइसक्यो हो हामी चाहिँ लास्ट गाडी छ यहाँनिर एउटा अझै सुजनदाहरूको चाहिँ एकछिनमा आउने हो सुजनदाहरू हामी चाहिँ निस्किँदै गर्ने हो सो आज मजा आयो यो लाटपञ्चायतमा आएर यसो नानीहरूसँग गेम खेल्नु हो जग्गा चाहिँ मजाको रहेछ सानो जग्गा दामी जग्गा हो तर आउनु चाहिँ एकदमै टाइम लाग्ने सो मजा आयो आजको आउटिङ हो सो अब यही भन्दै आजको भिडियोलाई एन्ड गर्छु होप तपाईँलाई राम्रो लाग्छ होला राम्रो लाग्यो भने लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गरिदिनु किनभने अब अँधेरो हुँदै जान्छ बाटो हो देख्दैन सबैजना आएको छैन अब ओ त्यो पलाको दिव्यम काले पुरा छ काले छ सबैजना काले छ लजाको हेर्न बिचमा के छ यहाँ के दिँदैछ यहाँ हामी पनि छैन यत्तरी फोन खेल्दै रहेछ